नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको भिक्षु बगोपोको तेस्रो गाथामा जाउँ, जुन भगवानले जेतवनमा हंसघातक भिक्षुलाई भन्नुभएको थियो। त्यसमा भन्नुभएको छ, हथ संयतो पाद संयतो वाचा संयतो संयतोत्तमो अझत्तरतो समाहितो एको सन्तुषितो तमाहु भिक्षुम। र भन्नको अर्थ रहेछ, जसले हात पाउ र बोली वचनमा संयम गरेको छ, जसको चित्त आध्यात्ममा राम्ररी लागेको छ, जो समाधियुक्त तथा सन्तुष्ट भई एकान्तमा बस्छ, उसैलाई भिक्षु भन्दछ रे। ध्यानी ज्ञानी मात्र भिक्षु र आर्य भनिन्छ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।